काट्न आउँदैन वाओ वाओ हैप्पी बर्थडे ह्याप्पी बर्थडे विवेक सम्धि खास गरी चाहिँ दर्शकबिन यो चाहिँ हाम्रो विवेक सम्धिको लागि चाहिँ स्पेसल विवेक साथीको बर्थडे छ आज अनि आज चाहिँ बर्थडेको बेलामा चाहिँ थोरै प्राङ्क गर्न गइरहेको छ हामी चाहिँ अब केकमा यो यसलाई नेपाली शुद्ध भाषामा डिक्ची भनिन्छ सानो खाले यसमाथि अब केक तयार गरेर चाहिँ हामी केही समय पछाडि केक काट्ने कार्यक्रम गर्दैछ डिक्ची केक तयार हुँदैछ साथीहरू होइन अब हेर्दै गर्नु होला अब यस पछाडिको भिडियो भने चाहिँ पक्कै पनि हेर्न चाहिँ नबिर्सनु होला के हुँदैछ यहाँ के बनाउँदैछ भन्ने कुरा चाहिँ यति बेला यो डिजाइन हेरेर थाहा हुँदैन अब हेर्न सक्नुहुन्छ हेर्दा हेर्दै यहाँ चाहिँ केकको आकार आइसकेको छ यहाँ तर यहाँ थाहा छैन कसैलाई यो भित्र के छ भन्ने कुरा केक चाहिँ यहाँ छ अब यो केकलाई चाहिँ यो जुन बुड्डाहरू छ यो बुड्डा चाहिँ अब यही आकारमा बनेको यो डिक्ची केकमा हामीले फिट गर्दैछौँ अब तपाईँहरू हेर्दै गर्नु होला आजको विशेष प्राङ्क चाहिँ हाम्रो विवेक सम्धिको लागि हो स्पेसल केक चाहिँ भित्रै छ यो माथि चाहिँ एउटा यो आकार हो यो चाहिँ माथिको अब खानाको लागि भित्र हालिएको छ केक भनेपछि त्यो बाहिर चाहिँ कभर हो अब यो कभरको माथि अझ अलिअलि बुड्डा हालेर यहाँ डिजाइन गर्ने तयारीमा छौ हेर्न सक्नुहुन्छ यहाँ बुड्डा यहाँ प्रत्यक्ष लाइभ दर्शक यहाँ हेर्नुहोस् चकलेट हो क्या यसरी पालेर ल्याएको साथीहरू पक्कै पनि तपाईँले हेर्दै होला भिडियो भनेपछि तपाईँले पनि कतिपय त तरिका थाहा भयो होला के कसरी बनाउँदो रहेछ भनेपछि यो चाहिँ डेली मिल्क चकलेट रहेछ यो चाहिँ एकदम तातो एकदम घोलेर उमालेर तातो पानी उमालेर लो अब डिक्चीको आकार यहाँ हराउँदैछ लु यसलाई चाहिँ सर्टकटमा डिक्ची केक दर्शकबिन हेर्दा हेर्दै यहाँ केक डिजाइन तयार भइसकेको छ है ल अब माथि बुट्टाको कार्यक्रम सुरु हुँदैछ दामी हुँदो रहेछ ल दर्शकबिन नयाँ बस्ती बौद्ध वासीहरूको लागि चाहिँ यो समता स्कुल हो है अब तपाईँहरू पनि यही वरपर हुनुहुन्छ भने अनिसा बेकरीमा आउनु होला यहाँ भनेको अनुसारमा आफ्नो डिजाइनमा केक प्रत्यक्ष तयार हुन्छ यहाँ चाहिँ अब यहाँ चाहिँ अब नाम यहाँ हुँदैछ यो चाहिँ हेर्दा हेर्दा डिक्ची केक यहाँ रेडी भइसकेको छ अब यहाँ चाहिँ ह्याप्पी बर्थडे विवेक छ है यति भएपछि हाम्रो केक चाहिँ तयार वाउ सो नाइस
ल अब डिक्ची केक चाहिँ तयार भएर यहाँ प्याकिङ हुँदैछ। अब चाहिँ हामी आफ्नो कार्यक्रमतिर लाग्नेछु। अब हेरौँ साथी चाहिँ बर्थडे भयो, हामी चाहिँ यहाँ बसिरहेको छु। ल साथी ल 1 वर्ष बुढो भयो, ह्याप्पी बर्थडे है। धन्यवाद। के छ क्या अनि 1 वर्ष बुढो भयो, के अनुभव भयो यो बितेको सालमा? धेरै कुरा अनुभव भयो। विशेष विशेष अहिले एकछिनमा खाएपछि आउँछ। सम्झिनै पर्ने कुरा चाहिँ के थियो 1 साल अगाडि? सम्झिनै पर्ने चाहिँ कस्तो थियो अरे 1 साल अगाडि अल्छी थिएँ, यो सालबाट अलिक जागरिलो भएको छु। आज उसको चाहिँ आज बर्थडे हो। बर्थडेमा चाहिँ आज यहाँ सेलिब्रेसन हुँदैछ। यहाँ फ्यामिलीबाट चाहिँ सेलिब्रेसन विवेक है, यहाँ चाहिँ हाम्रो सबै फ्यामिलीहरू हो होइन। वाउ वाउ ह्याप्पी बर्थडे। अब हामी चाहिँ यहाँ यसरी जन्मदिनको उपलक्ष्यमा यसरी केक ल्याएर चाहिँ केक काटेको अवस्था छ। दर्शकबिन तपाईँले हेर्न सक्नुहुन्छ। यो केक भनेको बहुत इम्पोर्टेन्ट केक हो। यो केकलाई सानोतिनो केक नठान्नु होला। मिस बिपासा, मिस कृष्ण सानो छ यो काट्न आउँदैन। दर्शक पनि यो चाहिँ हाम्रो खास गरी डिक्सी केक हो। यसलाई चाहिँ नर्मल केक नसोच्नु होला, यो डिक्सी केक हो। यो चाहिँ हाम्रो खास गरी डिक्सी केक हो। यो खिच्दैछु प्रगति गर्नु है। यो चाहिँ हाम्रो ह्याप्पी बर्थडे विवेक सम्धी। खास गरी चाहिँ दर्शकबिन यो चाहिँ हाम्रो विवेक सम्धीको लागि चाहिँ स्पेसल। भाउजू हेलो भाउजू ओके। मलाई मात्र यस्तो ट्र्याङ्क हो कि यो सबैलाई हुन्छ यो। दर्शक खास गरी आज हाम्रो बिउ सम्धिको जन्मदिनको उपलक्ष्यमा मैले र हामी वहाँ गएर त्यत्रो दुःख गरेर लिएर आएको यो डिक्सी केक हो। केकबाट हामीलाई यसरी जुन प्रकारको हामीमाथि एक प्रकारको दमन भयो त्यसको हामी प्रतिकार गर्नेछौँ। दर्शक पनि यहाँ हेर्नु होला। यति बेला मेरो मुखमा चाहिँ यो बर्थडेवाले बोयले चाहिँ गरेको अवस्था छ। गयो मेरो विवेक दाइ तपाईँले विवेक दाइ तपाईँले काकी सूर्य काकी शुक्र अङ्कलको तपाईँले शुक्र अङ्कलको दर्शकबिन तपाईँले देख्न सक्नुहुन्छ बर्थडे बोयले के गर्यो भन्ने कुरा यहाँ हाम्रो रेस्ट रुममा भइले गर्यो। सबैजनालाई चाहिँ मुखभरि यसरी दलिन्छ के गरे त यसरी हेर्न सक्नुहुन्छ।
बर्थडे बोय भनेको यो हो यहाँ सबै ठिक छ तर भाउजू एकदम क्लिन छ भाउजू आज विवेक दाइ यो काकीलाई छिटो पुस्न ओइ दादा त्यो झलक दिखला जा ए झलक दिखला जा एक बार दुर्गामा चाहिँ नपाउने आज चाहिँ हामीले खास गरी प्लान गर्न खोजेको हो विवेकलाई हामीले डिक्ची केकको अफर बर्थडे बोयको नाकमा फुटेर ल के गर्ने भाइ विवेक दाइले त्यसरी मसँग के गर्ने भाइ के डिक्चीले हानिन्छ होला अहिले म भक्केबाट के खाएर बर्थडे बोय जाँदैन त के त गरिसक्यो होइन पियारेङ प्र्याङ पिआरएङ आज सबैजनाको मुखमा भएभरको केक लागेको थियो आज कुन केक काटेको थियो तपाईँ थाहा थियो डिक्ची केक काटेको थियो तर डिक्ची केक काटेको बेलामा हामीले टाउकोलाई समाएर ढिस्यु गर्न खोजेको थियो तर सक्सेस भएन किन भएन उसको टाउको साह्रो थियो थ्याङ्क यू भेरी मच थ्याङ्क यू भेरी मच मेरो दाइ रुएको हो खोलेर लगा देखा ए देखाउनै यो पर्यो के नलगा होइन होइन त्यो होली खेले जस्तो भएर रहेछ तेरो हाम्रो चाहिँ एउटा टी-सर्ट पनि दिएन मोजा लाइफ ज्याकेट पो रहेछ लाइफ ज्याकेट हो चुदुर बुदुर पानीभित्र परिरहेछ पहिरिनु पर्यो वाउ दामी रहेछ हुँदाखेरि हरेक क्षण हरेक पलमा राम्रोसँग दाजुभाइमा भएको कुराहरू त्यो कुराहरू मध्यनजर गर्दै आजको दिनभरिमा पनि मलाई यति स्पेसल लागेको थिएन जब अब दाइहरूसँग आज बसेर यसरी यतिको रमाइलो गर्न पाएँ होइन अब एक्सपेक्टेड भन्दाखेरि ओभर अनएक्सपेक्टेड नै धेरै नै रमाइलो भयो आई एम टु बी भेरी ह्याप्पी होइन मेरो बर्थडेको दिन भेरी 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 थ्याङ्क्स टु यु अल अफ माई ब्रदर्स होइन त्यति भन्न चाहन्छु धन्यवाद आफ्नो आफ्नो त्यो फोटो 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 भनेको